के बन्दैछ थाहा छैन, तैपनि बन्दैछ। अस्ति आउँदाखेरि पनि यति नै भएको थियो, अहिले आउँदाखेरि पनि यति नै भएको छ। बिहानीको सुरुवातसँगै हजुरहरू चाहिँ मौलाकालिका मन्दिरको दर्शन गर्नुभयो र यहाँबाट सनराइज हेर्नुभयो भने पक्कै पनि हजुरहरूको दिन चाहिँ शुभ रहनेछ। हेलो एन्ड गुड मर्निङ फ्रेन्ड्स, सबैजना सन्चै हुनुहुन्छ होला। सो आज चाहिँ हामी डाँडाकालिका उर्फ मौलाकालिका जाँदैछौँ। हामी 3 जना भएर जाँदैछौँ आज चाहिँ। अब बिदा भएको बेला साथीभाइहरूसँग यसो घुम्नु पनि पर्छ, पछि को कता हुन्छ थाहा छैन होइन। त्यही भएर हामी 3 जना चाहिँ आज जाँदैछौँ मौलाकालिका। अनि आफ्नो प्रोफेसन लाइफमा छिरेपछि त्यस्तै हो, जाने भनेको अहिले नै हो। टाइम हुँदाखेरि साथीहरूसँग हिँड्नुपर्छ, डुल्नुपर्छ। अब आफ्नो काम पनि गर्नु परिहाल्यो, तर पनि आफ्नो टाइम मिलाएर चाहिँ साथीहरूसँग जाँदाखेरि राम्रो हुन्छ। हामी चाहिँ अहिले आइपुग्यौँ नारायणी। अनि नारायणीको चाहिँ सिग्नेचर ब्रिज बन्दैछ। सिग्नेचर ब्रिजको हालत चाहिँ एकदमै नाजुक जस्तो देखिन्छ। बन्न त बन्दैछ, तर के बन्दैछ भन्ने कसैलाई पत्तो छैन। अस्ति आउँदाखेरि पनि यति नै भएको थियो, अहिले आउँदाखेरि पनि यति नै भएको छ। नेपालको हो नि त। ठिक छ, बन्दै गर्छ। अब यो 10 वर्षसम्म त पनि भ्याउँछ होला। बुढी गण्डकी जलविद्युत आयोजना बन्नुभन्दा अगाडि चाहिँ बन्छ होला, जे भए पनि। यो बन्दैछ, के बन्दैछ थाहा छैन, तैपनि बन्दैछ। माछा पालन हो कि ब्रिज बन्दैछ त्यो चाहिँ थाहा छैन, तर बन्न चाहिँ बन्दैछ जे भए पनि। अब यो चुनाव आउन लागेको कारणले पनि होला, तर यो के अरे विकास हुन्छ जस्तो चाहिँ देखिया छ, तर हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। चुनाव हुन्छ हुँदैन पनि थाहा छैन, तैपनि हेरौँ के हुन्छ। कालिकाको सिडी अब चढ्न थालिन्छ। ल यो साथीहरूलाई चाहिँ यो सिडी कतिवटा छ तिमीहरूले गर्ने भने चाहिँ म तिमीहरूलाई 100 रुपियाँ दिन्छु है त, एउटा गिफ्ट। ल च्यालेन्ज जसरी नि। ल च्यालेन्ज चाहिँ हाम्रो मनिषीले एक्सेप्ट गरिसक्नु भयो। अनि ल हामी चाहिँ यो सिडी चढ्दैछौँ। अब अहिले चितवनमा त जाडो नै छ, तर पनि हजुरहरू गर्मीमा आउनुभयो भने चाहिँ यो गेट कटेपछि चाहिँ यहाँको हावा चाहिँ छुट्टै छ के। यहाँको हावाले चाहिँ हामीलाई त्यो पहाडको हावा जस्तो लाग्छ। हाम्रो यहाँभन्दा मुनि चाहिँ हाम्रो के तराईको हावा, मतलब अलिक तातो भए पनि यहाँ माथि चढेपछि चाहिँ पहाडको हावा। अझ हाम्रो माथि टपमा मन्दिरमा पुगेपछि चाहिँ त्यहाँको फिलिङ्स छुट्टै हुन्छ कि। भगवान्को ठाउँ भएर पनि होला, अनि टपमा भएर पनि हाम्रो पहाडको हावा जस्तो फिलिङ्स आउँछ क्या। त्यहाँ चाहिँ गणेश मन्दिरमा आइपुग्यौँ होइन। गणेश मन्दिर चाहिँ हामी थोरै हिँडेपछि, सिडी चढेपछि गणेश मन्दिर चाहिँ आउँछ। अब हामी यहाँ दर्शन गर्छौँ, त्यसपछि माथि डाँडाकालिकाको लागि जानेछौँ। हाम्रो एकदमै हालत खराब भइरहेको अवस्था छ। अघि जोसमा भनिहालेँ, माथि गेट कटेपछि शीतल हुन्छ। अब शीतल चाहिँ मजाले आइरहेको छ हामीलाई। शीतल चाहिँ साथीहरू अगाडि गइसके, म चाहिँ पुग्छु कि पुग्दिनँ थाहा छैन। ल मन्दिरमा आइपुगिसक्यो। ल हामी चाहिँ अब प्रवेश गर्दैछौँ मन्दिरद्वार। यहाँ आउनुजेलसम्म हालत चाहिँ एकदम खराब भयो। पसिना यस्तो भइरहेको थियो। अहिले चाहिँ सिरसिरी हावा चलेको छ। तल चाहिँ ठाडो उकालोमा चाहिँ एकदमै गाह्रो नै भयो भन्दा हुन्छ, तर ठिक छ। भगवान्ले बोलाएपछि यहाँ आएपछि मन चाहिँ आनन्द हुन्छ कि एकदम। म हजुरहरूलाई मन्दिर अब देखाउनेछु, मन्दिरको दर्शन गराउनेछु। ल मन्दिर परिसर, मन्दिरभित्र चाहिँ हामीले भिडियो बनाउन पाउँदैनौँ। त्यही भएर हामी चाहिँ अब मन्दिर एकैचोटि बाहिर आएर भेट्नेछौँ। बिहानै आउनुभयो भने चाहिँ यहाँको भ्यू चाहिँ एकदम कडक छ है। यहाँको मन्दिरको यहाँ कपल्स बस्ने ठाउँ पनि रहेछ। हाम्रो मनिषी चाहिँ फोटो खिचाउँदै भनिदिनुहोस् त। मनिषी नमस्कार ढोकदिया नमस्कार। हजुरहरू बिहानै यहाँ आउनुभयो भने चाहिँ मन एकदम शान्त हुन्छ है। आउनुहुन्छ भने बिहानै सनराइज हेर्ने गरी आउनु होला। अहिले त कुहिरोले देखिँदैन, तैपनि आउनुभयो भने चाहिँ बिहान सनराइज हेर्ने गरी आउनुभयो भने चाहिँ हजुरहरूलाई चाहिँ एकदमै मुड पनि फ्रेस हुन्छ होइन। बिहानीको सुरुवातसँगै हजुरहरू चाहिँ मौलाकालिका मन्दिरको दर्शन गर्नुभयो र यहाँबाट सनराइज हेर्नुभयो भने पक्कै पनि हजुरहरूको दिन चाहिँ शुभ रहनेछ। अब चाहिँ यहाँ सनराइजको समय हुन लागिसकेको छ जस्तो अनुभूति भइरहेको छ। हजुरहरू देख्न सक्नुहुन्छ मौलाकालिका मन्दिर, शिरमा ध्वजा विराजमान। हामी चाहिँ बिहानै आएका थियौँ सनराइज हेर्नलाई, तर बादलले हेर्न देला जस्तो छैन। अहिले जाडोको समय भएर पनि होला। अब हजुरहरू चाहिँ
आउन सक्नुहुन्छ। यहाँ आएपछि भगवान्को स्थान भएपछि मन शान्त त भइहाल्छ, मन शान्त हुन्छ। अब हजुरहरू आउन सक्नुहुन्छ। औलाकालीका दर्शन सकेपछि चाहिँ हामी खायो ढिँडो हल्लो हिँड्यो गरेर लखर लखर हिँडिरहेका छौँ। हाम्रो साथीले चाहिँ हामीलाई छोडेर जानु भइसक्यो अगाडि, त्यही भएर हामी चाहिँ उहाँलाई खोज्दै खोज्दै छिटो हिँडिरहेका छौँ। अब हजुरहरूले यो भ्लगलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भयो, त्यसको लागि धन्यवाद। अनि लाइक सेयर कमेन्ट गरेर साथ दिनु होला। यो मेरो फर्स्ट भ्लग, अब म बिस्तारै यस्तै भिडियोहरू बनाउँदै गर्छु। त्यसको लागि चाहिँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला, अनि बेल आइकनलाई पनि दबाइदिनु होला।